बक्स अफिस इन्टरनेशनल ग्रुप ग्लोबल एक्टर फेडरेसन राष्ट्रिय चलचित्र पत्रकार संघको सहयोगमा बक्स अफिस फुटबल एकाडेमीमा यो हो साउन 20 गते शुभ बुधबार हामी लिएर आइसकेका छौं ह्यापी बर्थडे फुटबल कप प्रतियोगिता लिएर विश्वमै चलचित्र गीत संगीत म्युजिक नाटक थिएटर टेलिफिल्म वेब सिरिज विभिन्न सिरिजको प्रमोसन गर्ने नेपाली चलचित्र क्षेत्रको प्रतिनिधित्व गर्ने एकमात्र फुटबल एकाडेमी र विश्व जगतमै नमुना फुटबल एकाडेमीमा यसको नाम दर्ज भइसकेको जानकारी गराउन चाहन्छु। यो हो बक्स अफिस टेलिभिजन र बक्स अफिस टेलिभिजनले आजको प्रतियोगिता विशेष रूपमा नेपाली चलचित्र क्षेत्रमा आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नुभएका आदरणीय वरिष्ठ कलाकार हास्य कलाकार निर्माता निर्मल शर्मा ज्यूलाई ह्यापी बर्थडे भन्न चाहन्छौँ। उहाँले नेपाली चलचित्र कर्मीहरूको अथवा शुभचिन्तकहरूको हरेक दिन ह्यापी बर्थडे भनेर आफ्नो फेसबुकमा सबैले सम्झनुहुन्छ। त्यसको लागि उहाँलाई हामी मुरी धन्यवाद दिन चाहन्छौँ। त्यसैगरी ह्यापी बर्थडे सर भन्न चाहन्छौँ अरुण रेग्मी नेपाली चलचित्रका वरिष्ठ चलचित्रकर्मी अरुण रेग्मी सरको पनि यो हप्ता जन्मदिन परेको छ। मकाउ बस्नुहुन्छ आदरणीय व्यक्तित्व रमेश अधिकारी कलाकार जगतलाई अत्यन्तै माया गर्ने रमेश अधिकारीज्यूलाई ह्यापी बर्थडे सर भन्न चाहन्छौँ। निर्देशक जनक खकुरेल उहाँको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छौँ। जनक खकुरेलज्यू नेपाली चलचित्र क्षेत्रमा आफ्नो सम्पूर्ण जीवन दिनुभएको छ। ह्यापी बर्थडे निर्मल शर्मा सर भन्न चाहन्छु के अरे जनक खकुरेल सर भन्न चाहन्छु निर्देशक। त्यसैगरी हरिभट्ट निर्माता युवा निर्माता हरिभट्टजीलाई ह्यापी बर्थडे सर भन्न चाहन्छौँ। अग्ला अभिनेता सञ्जय खतिवडा मिलनसार व्यक्तित्व सामाजिक व्यक्तित्व लायन्स क्लबमा आबद्ध सञ्जय खतिवडाज्यूलाई पनि ह्यापी बर्थडे सर भन्न चाहन्छौँ। मुकुन्द श्रेष्ठ वरिष्ठ कलाकार उहाँको पनि आज शुभ जन्मदिन परेको छ। उहाँलाई ह्यापी बर्थडे सर भन्न चाहन्छौँ। मुकुन्द मैनाली उहाँ जस्तै नाम गर्नुभएका वरिष्ठ हास्य कलाकार हुनुहुन्छ मुकुन्द मैनाली उहाँलाई पनि ह्यापी बर्थडे सर भन्न चाहन्छौँ। शिवहरि बैरागी अत्यन्त लोकप्रिय कलाकार कलाकार संघका उपाध्यक्ष भारी मतले विजय हुनुभएकोमा उहाँलाई बधाई तथा ह्यापी बर्थडे सर पनि हुन चाहन्छौँ। ढिलै भए पनि तर जन्मदिन चाहिँ यही हप्ता परेको छ। कल्पना पोखरेल बाग बजार इन्द्रणी फुडल्यान्डका सञ्चालक कल्पना पोखरेल घिमिरे हुनुहुन्छ हाम्रो बक्स अफिसका शुभचिन्तक उहाँलाई पनि ह्यापी बर्थडे म्याम भन्न चाहन्छौँ। प्रदीप रसाइली युवा निर्देशक नृत्य निर्देशक प्रदीप रसाइलीज्यूलाई पनि ह्यापी बर्थडे भन्न चाहन्छौँ। यो हो बक्स अफिस टेलिभिजन र आजको बक्स अफिस टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिएको छ ह्यापी बर्थडे कप 2083 अन्तर्गत साउन 20 गतेको रमाइलो बुधबार सेतो जर्सीमा झिङ्गे दाउ चलचित्रले स्पोन्सर गरेको छ। आदरणीय ज्ञानेन्द्र देवदा सरले पछिल्लो पटक निर्देशन गरेको चलचित्र झिङ्गे दाउ आज बुधबारको दिन टिजर रिलिज रहेको अवसरमा यो खेल समर्पित छ। झिङ्गे दाउलाई मुरी सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौँ। चलचित्र असो 2 गतेदेखि अल नेपाल प्रदर्शनमा आउन गइरहेको छ भने आदरणीय सर नेपाली चलचित्रका भीष्म पिता डाक्टर भोला रिजालको सुपुत्र उहाँको बिरो थाम्न कपिल रिजाल युकेदेखि आइसक्नु भएको छ। उहाँले दोस्रो पटक चलचित्र गौथली लिएर आउनुभएको छ। गौथली चलचित्रले ब्लकबस्टर व्यापार व्यवसाय गरेको छ। यसको लागि निर्माता सुमन गिरी भान्जा सरलाई पनि धेरै धेरै धन्यवाद दिँदै सिद्धार्थ छन् गौथली चलचित्रको लागि सफलताको शुभकामना व्यक्त गर्दै ब्लकबस्टर यात्रा अझै मजबुत रहोस् भन्न चाहन्छौँ। झिङ्गे दाउ असो 2 र गौथली ब्लकबस्टर दुवै ब्लकबस्टर चलचित्रको लागि शुभकामना व्यक्त गर्न चाहन्छौँ। साउन 20 गते झिङ्गे दाउको टिजर रिलिज छ त्यसको लागि शुभकामना त छँदैछ। अब यही 24 गतेदेखि प्रमोददीप खेलाडी चलचित्र लिएर आइसकेका अत्यन्तै मिलनसार व्यक्तित्व पर्दनदीप ओम प्रतीक को निर्देशन महिला निर्मात्रीले निर्माण गरेको चलचित्र हली अहिले जगजग बसालिरहेको छ। पूर्व पश्चिम उत्तर दक्षिण जताततै प्रचार व्यापक गरिएको छ। हली चलचित्रलाई विशेष रूपमा शुभकामना व्यक्त गर्न चाहन्छु। यही 24 गते शुक्रबारदेखि अल नेपाल रिलिजमा छ हली चलचित्र। बा एक युद्ध भदौ 28 रिलिज चलचित्र हो यो पनि जानकारी दिई।
एउटा इमान्दार कर्तव्यनिष्ठ पिताको बारेमा, छोरीको विषयमा झरना थापा र सुहाना थापाको एकैसाथ अभिनय गरेको चलचित्र बा एक युद्ध हरि लम्सालले निर्माण गरेको चलचित्र बा एक युद्ध भदौ 28 रिलिजमा छ। यसको पनि हामी यहाँ जानकारी दिन चाह्यौं। भदौ 12 मा जदौ चलचित्र आइसकेको छ। भदौ 12 को लागि दशैंमा त्यत्तिकै चलचित्र छन्। छ माया छपक्कै आमा 2 लगायत थुप्रै आइसकेका छन्। छ माया छपक्कै दशैं रिलिज, आमा 2 अर्को चलचित्र, दशैं केन्द्रित थुप्रै चलचित्र छन्। 1 दर्जन चलचित्रको घोषणा गरे तापनि आधा दर्जन चलचित्र टुङ्गो लागिसकेछ। तिनीहरूको पनि प्रमोसन हामी हरेक शनिबार इलाइट फुटसलमा लिएर आउनेछौँ। म्युजिक, गीत सङ्गीत, चलचित्र सम्बन्धी इलाइट फुटसलमा गरेछौँ भने जन्मदिनको अवसरमा युरो फुटसललाई रोजिसकेका छौँ। आज बुधबारको खेल लिएर आइसकेको छौँ। यहाँ डिबी छन्, रोशन छन्, सुभाष छन्, डिफेन्समा, किपरमा सिद्धार्थ भाइलाई पनि देख्न सक्छौँ। राज बस्नेत कलाकार अभिनेता राज बस्नेतलाई पनि देख्न सक्छौँ। आदरणीय दर्शकमानहरू, आज साउन 20 गते शुभ बुधबार, शुभ जन्मोत्सव कप लिएर आइसकेका छौँ। निरञ्जन ठाकुर डिबी हामी देख्न सक्छौँ। सुशान्त खड्कालाई देख्न सक्छौँ। यो खेल थियो, यहाँ सुशान्त छन्, डिबी छन्। बल पोजिसन बनाउँदैछ बक्स अफिस बी ग्रुप। ए ग्रुप दबाब दिइरहेछ। खेल निकै घामसी चलिरहेछ। नेपाली चलचित्र, गीत सङ्गीत, थिएटर सम्बन्धी विश्वकै पहिलो एकाडेमी, नमुना एकाडेमी यो हो बक्स अफिस फुटबल एकाडेमी। यहाँ छन् सुशान्तको प्रहार बनाउँदैछन् बल पोजिसन डिबी छन्। राज बस्नेत अभिनेता, निर्देशक, कलाकार राज बस्नेत। यस्ता खेलाडी झिङ्गे दाउको लागि आइसक्नु भएको छ। हाम्रा मिलनसार व्यक्तित्व, फुटबल अत्यन्त माया गर्ने होनार व्यक्तित्व यहाँ झिङ्गे दाउ 2 को प्रमोसन लिएर आइसकेका छन्। सेतोमा झिङ्गे दाउ चलचित्र हो, बल पोजिसन र सम्पूर्ण कलाकार, निर्माता, निर्देशक, हल व्यावसायिक, गायक गायिका जति हाम्रो सेलिब्रेटी हुनुहुन्छ, शुभचिन्तक हुनुहुन्छ, आफ्नो हेप्पी बर्थडेको बारेमा हाम्रो बक्स अफिस दैनिकलाई जानकारी दिन म हार्दिक अनुरोध गर्न चाहन्छु। र उहाँहरूको हामी हाम्रो पत्रिकामा निकाल्नुको साथै, पेजमा राख्नुको साथै फुटबल प्रतियोगिता आयोजन गरेर उहाँको शुभ जन्मोत्सव मनाउनेछौँ र फुटबललाई माया गरौँ, युवा वर्गमा जोड्यौँ। आफ्नो जन्मोत्सव केक मात्र होइन, फुटबल दिएर पनि सहयोग गरौँ। र सम्पूर्ण बर्थडे मनाउनु भएका, बर्थडे पर्नुभएका सम्पूर्ण सेलिब्रेटी, कलाकार, निर्माता, निर्देशक, हल व्यावसायिक जो हुनुहुन्छ उहाँलाई विश्वको एउटा नमुना एकाडेमीलाई आफ्नो शुभ जन्मोत्सवको अवसर पारेर बल, जर्सी, खेलकुद सामग्री सौजन्य गर्न पनि म हार्दिक अनुरोध गर्छु। र थुप्रैले सौजन्य पनि गरिरहनु भएको छ, त्यसको लागि पनि म धन्यवाद दिन चाहन्छु। डिबी थिए प्रत्यक्ष प्रसारण बक्स अफिस टेलिभिजनले गरेको छ। फुल भिडियो इन्टरटेनमेन्टको लागि पिबी इन्टरटेनमेन्ट युट्युब च्यानल सब्सक्राइब गर्न पनि हार्दिक अनुरोध गर्छौँ। यहाँ रोशन छ डिफेन्समा, बल पोजिसन बनाउँदैछन्। अत्यन्तै सुन्दर प्रहार थियो। आज हामी सुभाषलाई देख्छौँ डिफेन्समा, रोशन छन् मजबुत डिफेन्सको लागि, सिद्धार्थ मोटुले बल पोस्ट सम्हालेका छन्, डिबी छन्, आइसकेका छन्। कलाकारलाई माया गर्ने डिबी पना अधिकारीज्यू पनि हुनुहुन्छ आज हाम्रो महिला कोचमा। अब एकछिन पछि हामी फेरि सम्झना चाह्यौँ आजको ह्याप्पी बर्थडे कपमा आदरणीय निर्मल शर्मा सर, अरुण रेग्मी सर, रमेश अधिकारी, जनक खकुरेल, हरि भट्ट, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, सञ्जय खतिवडा, कुशल थापा, मुकुन्द मैनाली, शिव हरि बैरागी, कल्पना पोखरेल घिमिरे,
कुमार आचार्य प्रदीप रसाइली ज्यूको यो हप्ता जन्मदिन परेको छ। सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ र यो बक्स अफिस टेलिभिजन र बक्स अफिस टेलिभिजनले ह्याप्पी बर्थडे कप लिएर आइसकेको जानकारी गराउन चाहन्छु। खेल निकै घम्सीमा चलिसकेको छ। सम्पूर्ण सरहरूलाई हामी ह्याप्पी बर्थडे सर भन्न चाहन्छौँ। आदरणीय निर्मल शर्मा सर ह्याप्पी बर्थडे, अरुण रेग्मी सर ह्याप्पी बर्थडे, रमेश अधिकारी मकाउ बस्नुहुन्छ उहाँलाई पनि ह्याप्पी बर्थडे, जानुपर खकुरेल जनक खकुरेल उहाँलाई पनि ह्याप्पी बर्थडे सर भन्न चाहन्छौँ। अत्यन्तै शालीन इमान्दार मिलन सर हरि भट्टज्यूलाई पनि ह्याप्पी बर्थडे भन्न चाहन्छौँ। सहयोगी मनका धनी अग्ला अभिनेता सञ्जय खतिवडाज्यूलाई पनि ह्याप्पी बर्थडे सर भन्न चाहन्छौँ। अस्ट्रेलियामा बसेर नेपाली चलचित्र गीत सङ्गीत रेस्टुरेन्ट व्यवसाय गरिरहनुभएका आदरणीय व्यक्तित्व कुशल थापाज्यूलाई पनि ह्याप्पी बर्थडे सर भन्न चाहन्छौँ। वरिष्ठ कलाकार शिवहरि बैरागी, सञ्चारकर्मी कुमार आचार्य प्रदीप रसाइलीज्यूलाई पनि ह्याप्पी बर्थडे सर भन्न चाहन्छौँ। ह्याप्पी बर्थडे कप यहाँ बोल परिसक्नु हुँदैछन्। पनाज्यूलाई धेरै धेरै धन्यवाद। यो बक्स अफिस टेलिभिजनले यहाँ ह्याप्पी बर्थडे कपको प्रत्यक्ष प्रदर्शन गरिरहेको छ। रोशन